झन्डै 1.5 मन्थ होला। अहिले हामी अनि हेर न ढुङ्गा बगाएर लिएर आउँछ यहाँ Hi there guys. Hey guys, welcome to my vlog after a long time हैन। झन्डै 1.5 मन्थ होला। त्यही गाइज अनि आज हामी जाँदैछौँ लटरम्बेश्वर मन्दिर। ब्याकप्याक भइसक्यो, जुत्ता लाउनु बाँकी छ हैन। स्कुटी स्टार्ट गर्छु अनि स्कुटीमा जाने हो। है त गाइज अनि रोइला हान्नुपर्छ आज। धेरै भएको छ घुम्न नगएको म नि। अनि म गङ्गा सन्तान लाऊ अनि यसो भ्लग होइन यसो भिडियो बनाउँ भनेर हो। हेरौँ के हुन्छ है। भ्लग बनाउनु मन लाग्छ लाग्दैन अहिले हेरौँ लाग्छ के हुन्छ कथाले के भन्छ त। टाइम लागिसक्यो गाइज। अहिले त पुरै हरियाली भएको। राम्रो आउँछ हजुर। ए गाइज अहिले हामी गुडाउँदै है। अहिले हामी घरबाट हामी 8:30 बजी निस्केको होइन क्या। जति चाँडै निस्किने भनेको थियो 7 बजीतिर। अनि तर निस्किएन क्या। 7 बजी निस्किने भ्याएन, उसको पनि भ्याएन मेरो पनि भ्याएन। उसले ढिला गर्दाखेरि यस्तो भयो। अनि तिमीले ढिला गर्दाखेरि अहिले भिडियो बनाउनु पाएन। अनि अहिले हामी टिका भएर जाँदैछौँ भन्नाले घरबाट हामी सिधै यता ग्वार्कु अनि ग्वार्कुबाट सातो बाटो भइहाल्यो। अनि सातो बाटो भित्र चापागाउँ अनि चापागाउँ कटेर भिडियो बनाएर आउँदै जाने होइन। अब अडियो अलिक राम्रो आएको छैन होला। मैले गोप्रो पनि हालिनँ क्या। भ्याइने भइ गयो अनि त्यही भएर क्या। अनि अब हामी टिका भइरबाट चाहिँ अनि सिक्छौँ। जान लागेको चाहिँ हामी लटरम्बेश्वर महादेवको हाइकिङ टाइप पनि हुन्छ, रमाइलो पनि अलिक टाढा पनि हुन्छ नि त भनेर। इन्जोय यस्तै छ, रमाइलो छ। अब हामी चाहिँ भिडियो पनि गर्छौँ है। अब एकछिनमा तपाईँहरूलाई चाहिँ ठाउँमा देखाउँला नि ल। लगायत यताबाट हामी गयौँ भने चाहिँ लेले पुग्छौँ होइन। लेले के छ उतापट्टि पुरै होइन। तर हामी त हेटौडातिर जाने हो होइन। यहाँबाट अनि यहाँ पहिला यो पनि डुबानै परेको थियो। खतरा डुबान परेको थियो गाइज। यो एरियै पुरै डुबान परेको थियो। यहाँको मन्दिर सन्दिर यताउता सबै खोलाकै छेउमा छ नि त सबै। अनि म फर्स्ट मेरो चाहिँ सेकेन्ड टाइम। तिम्रो कुन टाइम हो? फर्स्ट टाइम। मेरो चाहिँ सेकेन्ड टाइम हो यो। एकचोटि हामी फर्स्ट टाइम जाने बेला चाहिँ यस्तो झुक्या छ होइन। रियनहरूले सहज भाइ अनि रिजन भाइले यति दुःख पाएँ मैले गर्दाखेरि सम्झ्यो भने अहिले काली लाग्छ यार। एउटा टर्न लेफ्ट लिनु पनि टर्न राइटले यहीँ अगाडि हो क्या फेरि दिमाग खराब भएर। कति घुम्यो उयो मन्दिर डुबान परेको छ। सबै डुबान परेको थियो। गाइज मेरो त्यो फर्स्ट गएको बेलाको एक्सपिरियन्स सेयर गर्नु पऱ्यो होइन। हामी यत्रो डाँडा घुम्यो, यत्रो डाँडा कति घुम्यौँ होइन। यो गुगल गाडा म्यापले है। अनि लास्ट हामीलाई ल्यायो यहीँनिर क्या। अहिले म देखाउँछु कहाँनिर ल्यायो होइन। यस्तो दिमाग पारा त त्यतिखेर हुन्छ। अब हामीलाई पनि थाहा थिएन म्यापको भरमा। अब सोध्दै आउनु भयो हेटौडा जाने बाटो क्या हामीलाई सोध्दै आउनुपर्ने रहेछ नि त होइन। हामी त टिका भैरवबाट घुमेर क्या यहाँ आइपुग्यो भने टिका भैरवबाट माथि उता कता छौरेतिर गएर अनि लास्ट आएको हामी यहाँ क्या। आधा दिन हामी यहीँ छौँ क्या। अनि हामी राति फर्केको यार उताबाट भन्न टाइममै फर्केको। सबजना कुदाउने केटाहरू थियो यहाँनिरबाट फर्केको। यस्तो रिस उठेको थिएन आत्मा त्यतिखेर त। यहाँ निस्क्यो क्या हामी यो ठाउँमा निस्केको क्या। हामी यो त्यत्रो टाढो 3 घन्टा त घुमेँ भने 3 घन्टा घुमेँ होइन। फर्स्टचोटि भएर लाग्यो त अब त्यो भइहाल्यो होइन। यस्तो घुमेँ होइन। अब त्यो कस्तो घुमेँ भन्नु त रिजन भाइलाई पनि मेन्सन गर्नु पर्ला, रिहान भाइलाई पनि मेन्सन गर्नु पर्ला, अनि सहज भाइलाई पनि मेन्सन गर्नु पर्ला। अनि तिनीहरूले पनि भन्छ नि अहिले
उतै हो हामी घुम्या किन गाइस अब चाहिँ ओह्रालोको बाटो छ होइन स्कुटर लिएर आउन सकिन्छ म प्रायः स्कुटरै लिएर आउँछु होइन अब मलाई खासै टुरिङ बाइकको परेछ है अब कहिले पैसा कमाउने कहिले किन्ने होला मैले टुरिङ बाइक गाडी बाइक गल्ती बाइक किन्ने अब घरतिर मात्र हो त्यो सजाउन जस्तो मात्र भइसक्यो हप्ता एकचोटि है त्यो बेच्ने भने फेरि त्यही भने मन लाग्दैन बल्ल बल्ल जोडा सामान बेच्न है त गाइस हामी ओर्लिँदैछौँ होइन अनि म गाइस यो ढुङ्गा चढिसकेँ है म यो पालि चाहिँ चढ्दिनँ किनकि म गङ्गासँग आज यो ढुङ्गामा चढिसकेको छु नि है यो ढुङ्गामा चढिसकेको छु खतरा छ म यो पालि चाहिँ नचढ्नु डर लाग्छ तर अस्ति नै त त्यो पालि ढुङ्गा चढ्दा कस्तो मजा आएको थियो क्या अनि त्यो डर पनि लागेको थियो है तल हेर्दा चाहिँ तर बवाल मजा आएको थियो ठ्याक्कै चाहिँ ढुङ्गा देखिहाल्यो नि भिडियो बनाइहालेको क्या पुरानो मेमोरी रिकल गरेको खत्तम म ओर्लिनु पर्छ अबि डर पो लाग्यो गाइस हामीले पास गऱ्यौँ है यत्रो हेर जाम भइसक्यो हामी चाहिँ टक्क स्कुटर ल्यायो भनेर गाडी ल्याएपछि चाहिँ यस्तो बेफाइदा छ गाडी नल्याएर चाहिँ यो फाइदा थियो है गाइस धेरै हुन्छ फाइदा बेफाइदा यस्तो कुरामा होइन यस्तै छ मैले धोको जुत्ता पनि सफाइ छ तर अलि हिँडो छ है गाइस यस्तै छ गाह्रो छ मौसमी सफा छ आज त बवाल छ नि क्लाउड हेर्नु न क्लाउड कति बाटो खिच्दैछु हजुरको लागि यस्तो ढल्का रहन्छ हेर्नु बाटो डेन्जर म नि ओर्लिन्छु पर्दैन हिरो पल्टिने हाल्छ अब चाहिँ पछाडि थियो अब चाहिँ पछाडि डेन्जर बाटो डेन्जर हामी मलाई जानु लाग्छ घरमा त्यहाँ आइपुगेर फेरि अब हल्का उम्रिनुपर्छ तर सानो घर छ होइन गाइस के भन्छ त्यसपछि अहिले चाहिँ माथिसम्म नि बाइक जान्छ अरे अब बाइक जान्छ म लगिदिन्छु मलाई होइन सबै लगिदिन्छु बाल बाटो यस्तो छ रमाइलो छ कहाँ कहाँ बिग्रिएको छ होइन हिल छ भित्रबाट जानु छ भने चाहिँ यो बाटो आउँदा हुन्छ होइन छिटो हुन्छ छिटो हुन्छ अन्त हेरेर जाने त पुकामा जानु बोल्नु ल यो बाटो छिटो हुन्छ अब यो पुरा बाटो सब चिज हो सिल अब नेपालमा अब भइसक्यो ठाउँमा त्यस्तो भइछ हेरेर कस्तो राम्रो भाउ यस्तो हालेर फोटो अब सबै तल जाम छ ए अनि हामी अब उता लड्रेन्स जान त त्यहाँबाट उक्दा उक्लिने नि त त्यो पारिपट्टिबाट यहाँ जानु मिल्दैन यहाँबाट बाटै छैन त मान्छे हिँड्ने बाटै छैन लो 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 अब यहाँ विकल्प बाटो भने यही हो डेन्जर पो रहेछ त यार म त्यही भन्छु बा सबजना यहाँ किन बाइक यता आइरहेछ पारीको गाडी पारी नै छ वारी गाडी वारी नै छ त्यही उता माथि त्यस्तै जाम एउटा डोजरले अड्काइरह चेन गइछ बाटो लगाइज यो यहाँको ल हो र यो ठाउँलाई चाहिँ के भन्छ दाइ यो एक्ज्याक्ट ठाउँलाई हो र न ए हेत्तेरी यार आज डेन्जर पानी परेर क्या त हिजो बेलुका फेरि लगाइज यहाँबाट वारीबाट पारि जाने पुलै छैन रे अब हामी यो बाटो जानु हो उहाँ ल ट्याङ्करै बगाइदिएर ल्याइदिएछ यार गाइस यहाँ त तेलको ट्याङ्करै बगाएर ल्याइदिएछ गाइस पेट्रोल भाग्यो होला नि त पेट्रोल डिजल भाग्यो होला ल सेट भएछ त
अगाडि चाहिँ यहाँको पुल पनि बगाइसक्यो अरे सबै बगाइसक्यो अरे उता गाडी उता यता गाडी उता अब हामी चाहिँ यता जान्छौँ तर बाटो चाहिँ डेन्जरस है गाइस अल्टरनेटिभ बाटो यस्तो रहेछ फेरि डेन्जर रहेछ यार कसरी जाने यार यो बाटो चाहिँ त्यो बाइकहरू लाउन गाह्रो भइरहेछ यार कति धेरै हिँड्नुपर्छ धेरै छ अब त्यहाँ हो ठ्याक्क पारी हो क्या यस्तो बाटो चाहिँ कसरी स्कुटर लिएर जाने होला मैले अरे शिव बाटो यस्तो छ कटायो बल्ल बर्खामा गोरेटो बाटोमा हिँड्नु परेछ स्कुटर लिएर उसको लाइट छ्या जाम बिस्तारै गर है पुच होलुङ्गे पुलबाट उसलाई आउँछ म के हिँड्दै आउने हौ हस् पुल पारी जानु पालो पुग्दै पानी पऱ्यो भने लास्टै हुन्छ फेरि जाऊ के गर्ने गाइज बल्ल बल्ल अफरोड कटाएर आयो अब यहाँ पुलको बाटो क्रस गर्दैछौँ हामी है अब फेरि अहिले आउनुपर्छ यार यही बाटो बरु यार तेरि लगाइ जाउँ अनि हेर हामीहरू त्यहाँबाट पुल कटाएर त्यो बाटो आएर अब हामी आउँदैछौँ तर हामीलाई जेरै ट्रेकिङ आएको हिँडेर जानुपर्ने हो जान चाहिँ अब पछि त घाँडो हुन्छ पछि तर ठुलो पानी पऱ्यो भने चाहिँ हामीलाई धेरै गाह्रो हुन्छ गाई माथि उठ्ने हो है त त्यस्तै छ तर आज अरू भइरहेको घर फर्किनु होला म त घर फर्किँदिनँ होइन अरू यतै बस्ने हो एक रात नो टेन्सन त्यही त हेर हेर यत्रो गाडी हेर कत्र परेर बसेको सामानको गाडी झर्ना आयो भयो भयो
अब्बुई ल म तल उर्लिन्छु पर्दैन भने बस्न त्यहाँ देखाउन त्यो भिडियो ल उकाल्दैन होला अगाडि बस न अगाडि बस न ल अगाडि सबै गिटी जति यहीबाट लानु पर्ला घर बनाउनलाई मतलब के भयो ढुङ्गा बगाएर लिएर आउँछ यहाँ तिमी आउने बेला पनि यस्तै थियो ingat pada aku. Ay, at. Ya pizza हो पहिला हैन यस्तै ग्राभेल हो गाइस फाइनली हामी यो पहिला चाहिँ हामी यहीँ बाइक राखेर माइसम गएको थियो हैन अहिले चाहिँ माइसम बाइक जान्छ भनेको थियो के अरे जान लागेको तलको बाटो चाहिँ डेन्जर थियो भिडियो बनाउन पाएन स्कुटर चाहिँ कति ठाउँमा डडाङ डुडुङ भयो तर त्यो एक रेसले हानेर आएपछि चाहिँ ठिक भयो नत्र त आज उक्लिनै थिएन स्कुटीको बुसै गयो जस्तो छ उ त्यहाँनेरिको बुस गयो जस्तो छ एउटाले अब्बुई भने छ ढुङ्गै ढुङ्गा थियो यार बाटोमा नि झुलिङबाट बल्ल बल्ल आयो यतापट्टिबाट यता तल त बाटै छैन रे ट्याङ्करै बगाएछ एउटा राति हजुर लगाएछ हामी त्यो पहिलाको हो पार्किङबाट हामी आइसक्यौँ होइन अब हेरौँ दुई ठाउँमा अप्ठ्यारो छ भन्नुभएको छ कति अप्ठ्यारो चाहिँ हेरौँ होइन हामी तपाईँहरूलाई भनिहाल्छौँ कति होइन कता अब यता जाने कि यता जाने फेरि कन्फ्युज हो उयो बोर्डमा त्यहाँ त के त्यहाँ त त्यो उता यतै होला यता होला रे यतै हो यस्तो डेन्जर बाटो सिक्नु मैले है अब कता लाने हेर न सङमा हाल्नु होला बाटो त ल्याइसक्यो यो बाटो त के हो र मेरो लागि लाइफ इज पेन भनेर हाल्नु होला स्याड सङमा मैले ढल्काएँ डेन्जर छ बाटो हिँड्न त अप्ठ्यारो भइरहेछ गाह्रो भइरहेछ जाने स्कुटी है खतरा बाटो हेरेर किन वाइड खिचा तिमी हिँड्दै जाऊ मान्छेमा अब भिडियो बनाउँदै बाटो यस्तो छ बाटो पानी पर्यो भने के गर्ने काँदा हालेर ल्याउनु पर्छ पुरालो त जसरी मोलिहाल्छ नि पुरै बाटो ब्लक भयो
छ सिम्बा आयो बिजोक Clutch plate हिँडेर Ganako. जानु पर्ने Hi Eartheliko, hi guys. Haranta Kaithel Nuparino Uchai. Jutateko Bela Badareko Vira. Yesto Garnu Parko Holo. अरे बेलुका पेट दुख्छ जान्थ्यो कि फाइनली हामी कहाँ आइपुग्नु थाहा छ नि तर सुतायो भने जस्तै दुई ठाउँमा अप्ठ्यारो भनेको थियो क्या लास्टै एउटा अप्ठ्यारो दुईवटा अप्ठ्यारो हामीले सकिसक्यौँ अनि यहाँ मैले घरबाट प्रोटिन रेडी गरेर ल्याएको थिएँ खाइसक्यो फेरि अहिले पहाड एकचोटि खान लाग्यो स्याउ ल्याएको थिएँ स्याउ खान्छौँ अब एकछिन यहाँ रेस्ट गर्छौँ 10-15 मिनट रेस्ट स्कुटरलाई रेस्ट हुन्छ स्कुटरको नि क्लच प्लेट गनाएको जस्तो लाग्यो त्यही भएर नि रेस्ट गरेको मलाई त केही भएन नि स्कुटरलाई चाहिँ क्लच प्लेट गनायो क्या त्यो नताने पनि मैले एक्सिडेन्ट लिइरहेँ नि त त्यो भनेर क्लच प्लेट गएको क्या भने जानु लाग्यो भने त भित्रियो होला ठिकै छ एकछिन रेस्ट गरौँ पावर आउँछ हाम्रो पनि पावर आउँछ अनि जानुपर्छ गाइज हामीले बल्ल रेस्ट गर्ने ठाउँ मलाई यस्तो पायौँ होइन ठ्याक्क त्यहाँ चाहिँ घाम थियो क्या अनि यहाँ चाहिँ घाम थिएन कि अनि टक्क स्कुटी यहीँ रोक्यो अनि टक्क रिल्याक्स हान्दैछौँ हामी टक्क अहिले हामी अब आधी आयौँ कि कति आयौँ केही थाहा छैन केही मतलबै छैन होइन हामीलाई होइन केही मतलब छ हाम्रै छैन कहाँ आइपुग्यो के आइपुग्यो केही थाहा पनि छैन होइन अब यहाँ अलिकति अब स्कुटी एकछिन कुट्छ होला अब किलोमिटर नि हेरेन घरबाट निस्किया चाहिँ हामी 8:30मा थियौँ अहिले हामी यहाँ 11:22 भयो 23 भयो हेर्नु सक्नुहुन्छ 11:30 8:30 होइन 9:30 10:30 11:30मा यहाँ आइपुग्यौँ अब त्यहाँबाट 1-1.5 घन्टा माथि पुगिहालिन्छ होला यस्तै छ गाइज अब उसकोबाट भिडियो तान्नुपर्छ मलाई त गाह्रो हुन्छ यार मलाई एडिट गर्न त्यही झ्याउ लाग्छ गाइज यस्तै छ है गाह्रो छ गाइज बाटोमा आउँदा यस्तो महादेव कुण्ड भीमफेदी मकवानपुर ड्रिस्टिक एकदम हट भइरह्यो भने गाइज अब यस्तो कोल्ड हुनु पर्यो चिसो चिसो त्यो पानी त खाएन हुन्छ क्या यार हुन्छ नि पानी भर्ने हो नभर्ने खाडो खिच्यौँ गाइज ल हामी बाइक राख्ने पोइन्ट आइपुग्यौँ होइन त्यही हो अस्ति नै यहाँसम्म हिँडेर आउनु कम गाह्रो भएको थियो यार यस्तो गाह्रो भएको थियो हिँडेर आउनु अहिले यहाँसम्म उयो घरसम्म आउँदो रहेछ होइन त्यही हो है त गाइज ल गइहाल्ने होइन गइहाल्यौँ पहिला हामी तलदेखि हिँडेर आएँ यो कहिले यहाँ आउला जस्तो भएको थियो है त गाइज ल गाइज हाम्रो अब चाहिँ फाइनल स्टार्ट भयो स्कुटर त्यहाँ राखौँ ट्रेकिङ भन्न मिल्दैन ट्रेकिङ जानलाई हो कि हामी पानी ट्याङ्कर आइपुग्यौँ है अहिले पानी ट्याङ्कर छौँ यो सिधा 4-3 चोटि रेस्ट गरिसक्यो आइपुगेको छैन अब हामी बाटैबाट यसो जान्छौँ अनि आइपुग्छ अब एकछिनमा आज चाहिँ धेरै गाह्रो भएर भिडियो बनाएर आउँछ कस्तो गाह्रो भएको आज होइन अरू बेला भन्दा कस्तो सेतो टी सर्ट टल्क्यो तिमीले त भुत जस्तै टल्किरहेको छ त्यो सेतो टी सर्टै उसले चट्टान नै हाने क्या यो रुखलाई
रेड बुल पाएन म्याक्स टाइगर पाएन उसलाई खानु हुनुहुने एउटा ल्याएको उसलाई अलिकति दिँदैमा औषधि जस्तो बनाउने अनि पो यिनीहरू जान्छ फाइनली गाइज ल हामी कति 12:35 1 घण्टा 17 मिनेट भयो ल ओ भाइले थाहा पायो ल 1 घण्टा 17 मिनट भएछ हामी यहाँ आइपुगिसक्यौँ यहाँनिर गोठ नभनौँ क्याफे जस्तोमा आइसक्यौँ अब गाइज कस्तो छ त अनुभव रमाइलो छ है यो भाइ चक्सुके भाइ पनि पछि छ चक्सुके भाइ पनि पछि छ एकदम ट्यालेन्ट हो आइसक्यो अब रमाइलो भएछ नि आइपुग्यो है ल अहिले जाउँ न देखिन्छ नजिकबाट क्यामेरालाई देखिन्छ क्यामेरामा त्यो ऊ आयो भने चाहिँ देख्दैन कहिले हो कहिले यस्तै हुन्छ हेर नि हेर हेर हामी दुईजना छुट्टै संसारमा संसार फेरि केही देखिँदैन मलाई होइन मेरो केही देखिँदैन होला अब देखियो यता देखाइदियो केही देखेँ जाँदै हामीले बाख्रा भेटेको छौँ बाख्रा होला यो नि बाख्रै होला होइन कस्तो बाख्रा होला अरे खसी पनि हुन्छ नि त नि बाघ जस्तो छ है हेर है गाई चाहिँ हेर्दा त हरिण हरिणहरू हेर त वाउ उ स्पट हरिण यार हरिण होइन हौ बाख्रा फेरि अर्को पोइन्टबाट हामी जाऊ बिस्तारै तल हेर्नुहोस् कति राम्रो छ माथि हेर्नुहोस् हुसु टुमालो लागेको छ तल हेर्नुहोस् त्यो आर्मी ब्यारेकहरू रिसोर्ट जस्तो छ हेर्नु यहाँको खतरा यार रिसोर्टै भन्दा चर्को छ यार त हामी त्यस्तो डेन्जर बाटो आएको यार गाइज यु कान्ट इमेजिन हाउ मच वी स्ट्रगल टु गेट अप हियर यस बाटो हेर्नु कस्तो छ यहाँबाट एक चिलिक अनि ज्यान चिलिम पनि छ आमै के छ यस्तो यार अब कस्तो भइरहेछ गङ्गा तिमीलाई हेलो गाइज म चाहिँ होइन आफ्टर लङ आफ्टर 1-2 month ब्रेक युट्युबमा कमिङ ल है त रमाइलो भइरहेछ हाम्रो यो वर्षको सेकेन्ड हाइक हो यो होइन अब फर्स्ट हाइक त चम्पादेवी भयो यो वर्षको अब त्यसपछि अब हामी झर्ना हन्टिङ जाँदैछौँ चाँडै नै है त गाइज यस्तै छ ओ वाउ अबि छ त यार यस्तो डराउनु हुन्छ त ल हेर दिस यहाँको खासियतै यही हो ल हेर तल एकदम क्लियर भइसक्यो माथि यस्तो छ हेर बाटै देख्दैन यहाँ त है हेर क्यामेराले धन्न दिउँ त्यहाँ मान्छे बोलिरहेको छ त्यो पनि देख्दैन अब यो चढ्दिने हो क्या हो हे गाइज ल भने जस्तै एकछिन पानी पर्छ एकछिन घाम लाग्छ एकछिन हुसु लाग्छ भनेको थियो नि त पानी पर्न चाहिँ स्टार्ट गरिसक्यो होइन पानी नि परिसक्यो यहाँ होइन गङ्गा डढाइरहेको छ होइन किन डढा हो थाहा छैन यत्रो बार छ यत्रो छ है त गाइज यस्तो छ ल पानी पऱ्यो गाइज रमाइलो भइरहेछ वा वाटर यस आई एम लभिङ इट कहाँ छु म कुन दुनियाँमा छु जस्तो फिल भइरहेछ यार मलाई यता हेर्नुहोस् त त्यहीँ बस्नुहोस् अब म त आउँदिनँ नि मेरो भिडियो कसले बनाइदिन्छ कस्तो राम्रो है कस्तो राम्रो यता हुस्सु यता म मेरो पनि
सिधा सिधा भरत मजा आउने माछा गङ्गा कस्तो भइरहेछ म नि भिजिरहेको छु यार वाइल्ड भिजिरहेको छु यार लटसँग आउँदा भिज्यो है मजाले स्वागत गरिरहेको छ हाम्रो माताले के माता रे महादेवले फाइनली उँचो भित्र बसिरहेको छ पानी सबै भिज्यो आछु दर्शन गर न तिमीले दर्शन गरे होइन दर्शन गर्नु पर्दैन बेकार राख्ने पैसा चाहिन्छ नि त दर्शन छैन तिमीसँग चेन्ज चाहिँ ल्याउ न चेन चाहिँ छैन होइन पर्स छ क्या पैसा फेरि अनि मसँग 100 रुपियाँ हो कि कति छ सही छ है रहेछ तँ रहेछ एउटा ल्याउ मलाई भगवान् मसँग पुऱ्याइदिनु भयो धन्यवाद अच्छा गर यति क्या फुकाल्नु पर्यो क्याब लाउँदा भगवान् है हामी यसरी नै आउनु सकौँ आरोप जुत्तामा त जुत्ता त भरिनु भयो त जुत्ता भरिनु बन्द गरेर नि त्यो कस्तो जुत्ता अनबिलिभेबल खुल्ले यार यो दामी खुल्ले यार यति पुरै भिज्ने भयो त यार गर ल गाइस पानी फाइनली रह्यो होइन यहाँ पानी यता हेर त पानी ननिचर ल कस्तो रमाइलो भइरहेछ अहिले चाहिँ पानी परेर रमाइलो भाइ गाइस अब चाहिँ नमरोस् भगवान् प्लिज अब नपारिदिनु म पुग्यो अब बवाल भइरहेछ यार बवाल आउ न दसमा पुगाल गाइस आज भिडियो खिचिदिने मान्छे कोही भएन हाम्रो है आफैले खिच्यौँ जय लटरमेश्वर महादेव ल जाउँ अब जाउँ पप्पी खान्छु अब गाइस अब सक्यो ढोग्रा हाम्रो अनि पानीले नि मजाले भिज्यो त्यही हो जुत्ता चाहिँ अहिले नि भिजिरहेको अब उता गएर एकछिन नास्ता सास्ता यस्तो के हुन्छ लाइट खाने अनि त्यसपछि निस्किहाल्ने गाइज होइन 1:53 भयो है त गाइज गाइज अब एकछिन हामी खाजा खाने टाइम भेटौँ ल अनि त्यसपछि भिडियो आज दिन नगर्ने अनि आज स्टोरी सुरु गरेँ मैले फेसबुक सब डिलिट हानिदिएको आज यो भिडियो चाहिँ म घर जाने बित्तिकै एडिट गर्छु अनि हालिहाल्छु युट्युबमा गाइज है त सियो एकछिन हिँडेर गाइस सबैभन्दा ठाडो उकालो हिँड्दैछु है म रमाइलो भइरहेछ मलाई त गाइस यो रमाइलो सबैभन्दा ठाडो उकालो गाइस सिम्पल इजी पिजी टप अफ द वर्ल्ड गाइस मिर्छ मेरोबाट भन मिठो छ कुकुर कहाँ गयो त भयो
त्यो 3 धारामा पनि त्यहाँ चटपटी बेच्न राख्नु पर्ला जस्तो कि चल्छ अरूले त्यहीँको मान्छेले खोलिहाल्छ नि के? बाहिरको मान्छेले थिएन नि त दिन्छ नि त नि दिँदैन है यहाँको मान्छेलाई प्रायोरिटी दिन्छन् यहाँको मान्छेले पो गर्ने त्यहाँ अन्तको मान्छे आएर गर्छन् लहर्छन् होइन आफ्नो त्यस्तो हो ए गाइज हामी 2:50 हिँडेको थियौँ क्या 2:50 भनेपछि अनि ठ्याक्क 3:30 यहाँ आइपुग्यौँ भनौँ न तलपट्टि पार्किङ गरेर ठाउँमा आइपुग्छौँ 3:28 भएको छ भनेपछि 30-40 मिनट लाग्यो हामीलाई ओर्लिन चाहिँ होइन भनौँ न उक्लिन चाहिँ झन्डै 1 घन्टा 45 मिनट त्यस्तै लाग्यो होला एक्ज्याक्ट चाहिँ त्यो उ हेरेन अनि त्यो गाइज ऊ चाहिँ जुगादेखि लास्ट उडाइरहेको छ होइन अनि गाइज ल अब हामी सुटर त्यहाँ तल छ होइन खाजा नास्ता हानिहाल्यो अब हामी सिधै घर जान्छौँ यहाँबाट अब भोग लागेको चाहिँ बिचमा भने चाहिँ खाइएला ओर्लेला गरेला नत्र चाहिँ सिधै घर गएर भेटौँला गाइज जुत्ता भिजेर चाहिँ ल्याङ भयो अरू भिजेर चाहिँ केही छैन जुत्ता र मोजा भिजेर चाहिँ त्यो खुट्टै ढाडिने भयो क्या अब तल चाहिँ पानी नपर्दा भए हुन्थ्यो है त गाइज सिउ अब एकछिनमा कि त नत्र अर्को भ्लगमा यो चाहिँ लटर रम्बेश्वरको हाइक चाहिँ सक्यो होइन हाम्रो रमाइलो भयो होइन रमाइलो भयो है गाइज हामी घर फर्किसकेका थियौँ होइन गाइज अनि बाटोमा यस्तो कुहिरो देख्यो क्या हामीले होइन अनि यस्तो कुहिरो देखाएर एकदम हामीले हाइबिम लाइट बाल्नुपर्छ अनि हामीले हाम्रो साइड मात्र च्याप्नुपर्छ यसरी जानु हुँदैन यसरी गयो भने उताबाट आएको गाडीले त्यसलाई खान्छ र घाइते बनाइदिन्छ केही त देखाएको छैन हेर न त्यही भएर आरामले जाने आरामले आउने गाइज अनि त्यही हामी सकुशल आयौँ हाम्रो आनन्दसँग भयो तर उता हेटौडाको बाटो बन्द हेटौडाको त्यो बागमती खोला भनौँ न जोगिने त्यहाँको बाटो चाहिँ बन्द छ होइन गाइज अब त्यही हो अब अहिले भन्नु क्या त्यो त माइडीमा हाल्नुपर्ने चिज हो हजुर तर अब त्यही हो तर हामी चाहिँ लकिल्ली माथि आकाशी पुलबाट जान मिल्यो हाम्रो होइन आकाशी पुल होइन झोलुङ्गे पुल आकाशी पुल ओ झन् बाक्लो भयो गाइज अनि के भन्छ झुलुङ्गे पुलबाट भएर जान पाइयो फर्किन त्यही बाटो पऱ्यो अझसम्म बाटो बनाएको छैन बिहानदेखि बिग्रियो भने क्या हिजो बेलुकादेखि तेलको ट्याङ्कर पनि बगाएको थियो मैले भिडियोमा देखाएको छु है त गाइज अब सिउमा र नेक्स्ट भ्लगमा अथवा कहिलेको झर्नाको भ्लग हुन्छ के को भ्लग हुन्छ लटर मेसेज भएर सक्यो र गुड थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो होइन किप लभिङ थ्याङ्क यू मोटिभेटिङ अब हामी यतिकै यस्तैमा जान्छौँ कहिलेसम्म कति कहाँ छ उतैसम्म होला त्यो अहिलेको हाइट मैले देखाइदिन्थ्यो मात्र हो ल हेर